आज एनएससी को 5th एनिभर्सरी है। आज चाहिँ 5th बर्थडे। नाइ चाहिँ ल पड्किन्छ है, ल पड्किन्छ ल। ह्यापी बर्थडे टु यु। सिनियर दाइको चाहिँ गीत सुरु भइसक्यो। ल दाइ एउटा गीत गाइदिनु न। ल दाइ एउटा गीत ल मिठो। ल माली गैला भन्ने गीत आएको थियो तर खासै बुझिएन माली गैला भन्ने। ल सबैजनाले ताली बजाइदिनु न एकचोटि। ल भयो दाइ बस्नु भयो। रेकर्ड गरेपछि ल नयाँ मेम्बरले राम्रो काम गर्छ। कम्पायरिङ गर्यो आज। ओ उहाँ कम्पायरिङ भयो। ह्यापी बर्थडे के को एनएससी को। यता मेरो साथी पनि मस्त भन्दै यार एनएससी को बारेमा कस्तो लाग्यो बर्थडे। अनि मेरो पनि यही भाग सबैजना बजाएर खाँदैछौँ यता ए हाम्रो एनएससी को आज 5th एनिभर्सरी। सबैजना मेम्बर चाहिँ एकजुट भएर आज क्लबले मन्दिरको अगाडि चाहिँ दीप प्रज्वलन काम चाहिँ अब सुरुवात थाल्यो नि। ह्यापी बर्थडे टु यु। ह्यापी बर्थडे टु यु। हाम्रो साढे 22 कहिले रहेछ भन्ने गर्दा उसको 5 गते भन्ने चाहिँ सबै सक्नु पर्यो। आज आउनेसम्म कसैलाई पनि थाहा छैन। माथि मिटिङ हो, कसैको कुराहरूमा तर्क वितर्क हुन्छ है। कसैको कुरा कसैले काट्न सक्छ, कसैको कुरा कसैले मन नपर्न सक्छ है। त्यो भनेको एउटा संस्थामा सामान्य हरेक ठाउँमा नवीन विद्यार्थी क्लब भन्ने यो वातावरण बनाइदिनु भएकोमा म सबैभन्दा पहिला विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत सर र यस नवीन विद्यार्थी क्लबका संस्थापकहरू चाहिँ मधुसूदन नेपालज्यू लगायत सम्पूर्ण संस्थापक सदस्यज्यूहरूलाई यहीबाट एकमुष्ट रूपमा हार्दिक नमन प्रकट गर्न चाहन्छु। र अहिले हामीले लाइट बालिरहेको छौँ, लाग्न सक्छ यतिकै। सो गाइस म चाहिँ भर्खरै आफ्नो नवीन स्कुल क्लबको चाहिँ आज 5th एनिभर्सरी चाहिँ सेलिब्रेट गरेर चाहिँ बल्ल रुमतिर फर्किँदैछु। दिउँसो 2 बजीतिर निस्केको रुमदेखि बुटोलमा चाहिँ 2 दिन भयो जाडो अत्यन्तै बढिरहेको छ है। अत्यन्तै जाडो बढिरहेको छ।